정말 넘버링의 성로리아 tingam sabeki सर्वप्रथम सबैलाई हामी सुस्वास्थ्यको कामना तथा सुस्वास्थ्यको कामना व्यक्त गर्दै हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु 다 참에 계세는 시래 ngache अनि अ, 유즈지기 तपाईहरूलाई अहिले 야 थाहा भइरहेको कुरा हो जस्तो कि 파마데제 2021 미기 सन् 군슈 2021 मा चाहिँ अब पहिला हामीले हिउँदे कालीनको शिक्षा 디제야 भनिन्थ्यो gyuri मरे तर अनि यसलाई चाहिँ वसन्ती 디제는 शिक्षामा 봐 परिवर्तन गर्यौं तपाईले सबैले सुनिरहनु भएको छ नि 생각돼 아야 파마데제 미 군슈의 디제스 gyurwa अनि gyur지기 यो 제 보참 हिउँदे कालीनको 샤기도 शिक्षा चाहिँ अब यो 요니기 अनि आर्य 나로라 6 मा वसन्ती 아니 शिक्षा राख्यौं हामीले 지지기 링리아 यो वसन्ती 시기 शिक्षाको अनि 세나다 अवधिमा अब यो 주시 अनि यसको 주시도 मुख्य अब 차지기도 शीर्षक चाहिँ के राखियो त 야바타로 भन्दाखेरि 섬진 개바 अनि 근데 8औं कर्म भएको अनि 디제시기 मिग्यू दोर्जेद्वारा 남탈 अब लेख्नु 리제 भएको अब 마셰당 अनि 다메마 आत्मकथा 주하로 अनि राम्रो 니가 통마 कुशल 주시기도 कर्म र अनि 주시 अनुपम अर्थात प्रशंसा 제 एउटा अनि उहाँको आत्मकथा राख्यो जुन 다 यो दुईटा रोजे मैले 미규 도지기 남탈 यो दुवै 리제 आत्मकथा 마든 다메마 उहाँको अब जीवनी 니가로 कथा भन् दुवै 시글루기 남베토네 यो चाहिँ अब 시글마 마임바 यो 시글루기 चाहिँ 남베토네 गद्यमा छैन यो चाहिँ अब 소로베기 남바 पद्यमा 시글루기 लेखिएको छ 남베토네 अ, 딜레바 딜차데 यो दुवै अब ngana singe मिगी namtar दोर्जेद्वारा lize dame manigalo यो राम्रो zengdi कुशल कर्म र यो अनुपम पाठ दुवै नै yawangdi यो thang chadi मिगी दोर्जे उहाँ आफैले नै लेख्नु भएको हो स्वयंले ta nga zui ki namtar lize ma dan dame ma jingi ki nalo le ya dos ban je यी- dunda अनि यो दुवै ta अब हामीले aba अब दर्शन gyu गरेको sedang de हामीले kwe खोलेर ta हेऱ्यौँ gi भने gi होइन thongba yin यो sa ta जीवनी कथामा ane चाहिँ da अब ne sing उहाँ kawa कुन kawa बेला pheba yin जन्मिनु भयो sa ta कहाँ de gi पाल्नु भयो होइन कहाँ dagi बस्नु भयो sedang de होइन ta ne अनि sing gi मिति समय gyu ya दिन pheba बार yungdi होइन shubu yin यो sa ta ठाउँमा ande gi बस्नुभयो उहाँ todi de यसरी जानु भने so यसरी विभिन्न घटनाहरू लेख्नु भएको छैन 또 남다 등이 나는 가려 अनि 열었잖아. यो यो 미기도 आत्मकथाभित्र 좋아. विशेषता के छ त 구슬로게 भन्दाखेरि 나올래야. अनि 최기 댕기. उहाँको जीवनभित्र 링리 अनि 야청바. यसरी उहाँको 또 जीवनभित्र यसरी अब 어디 봐. धर्मको अनुष्ठान गर्दाखेरि 다나 अनुभूति 신기 एउटा 다기 समाज 구지 कस्तो विकास भयो 나올래야. वृद्धि भयो भने 투기에다 탐제다. त्यस्तै उहाँको 아, सङ्कल्प र 어디지요? प्रतिबद्धता के थियो 원버다 भने उहाँको 우유 विचार र उद्देश्यहरू 어디지요? के हुन् भनेर यसरी उहाँ लेख्नु 다가는 भएको कुराहरू छ 신기 안에 त्यसैले 반냠連당 라레 अनि 배 최디 구지 나올라. 응을수. 배 냠連당 라레 यसरी अब उहाँले 최다. अब ता आफ्नो गुजु गर्दी सामोलॉजी जीवनमा चाहिँ 균 बौद्ध धर्मलाई 지기 प्रत्यक्ष 소리 रूपमा कसरी 균슈 अभ्यास गर्नुभयो अनुष्ठान कसरी गर्नुभयो भन्थ्यो 디 यो कोरिएको 균사게 उनिएको छ भित्र 다다 미규도지 यो 남다른 이보디 라메게 अनि 남타르 यो 나로 यसरी 수도 लेख्नुको कारण 거버리게 चाहिँ के हो त भन्दाखेरि 사토조리아 यसरी लेखियो भने 문에 전에 त्यसैले अब गुरुको 디게 जीवन कथालाई 주시다 आध्यात्मिक 펜도시 निर्देशनको रूपमा 차레상 अध्ययन गर्न चाहने मानिसहरूलाई चाहिँ लागि अत्यन्तै ताका फलदायी र बाइगे महत्त्वपूर्ण छ 둥녀 भनेर अनि कुइली एक महत्त्वपूर्ण भएको कारणले यो लाभदायक पनि छ भन्ने मलाई 두부 लाग्दछ कुइली 둥녀 कुइली기 송지 자야소티 यही बेलामा 디게 मलाई एउटा ढुक्पा 나제 कुण्डेक भन्ने एउटा सिद्ध पुरुषको 둥녀 एउटा केही कुइली기 अब 송지 뭐 कुरा 가려라 याद आए ता디 उहाँको एउटा 찌찌기지 마 슈마지 이천다르 슈마 एउटा अनमोल वचनभित्र के छ भन्दाखेरि 찌당 होइन अब 지 यसलाई म 라메게 मोटामोटी 남다르 हिसाबले 되게 बताउनेछु 감 차베기 라메 남다르 암 अनि 다 गुरुको 구주 जीवनी कथा चाहिँ 나샤게 एकदम 되베게 라메 धेरै 남다르도 नियम कडा 불륜기 एकदम 줄이는 지레도 아주 अनि 배 एकदम 미질이야 불륜 라디 गम्भीरसँग 다 गम्भीरसँग सबै 미기기 लेखेपछि के हो त 야완디 세반디 एउटा के हो त भन्दाखेरि 딘다베 나로 धितोको 도시기 रूपमा ऋण 리지야 लिएर 아니 अनि 베기 가사디 जस्तै अब लिएको 야 जस्तै हो होइन त्यही पेशा디 कारणले 베기 गर्दाखेरि होइन 불륜 야르송세 알아보지 딱 간다 अनि 더디 세랑다지 मलाई यो समयमा अब मलाई ऋण 우시 야와야 लागेको थियो होइन मैले अरूलाई यति पैसा चालेको 우시상으로 थियो भने 세부티로 विभिन्न अब 제가 लेख्नुपर्ने हुन्छ त्यो होइन 링주 विभिन्न 담차베게 अनि 라멘 त्यस्तो लेख्यो भने के 남다르도 हो त 불륜기 이기는 지레도 त्यही कारणले यस्तो कुराहरू लेख्यो भने चाहिँ के हो त 야원디다 एउटा 야완디기 नियम र एउटा 세반디기 अ, 니모텔레야 कानुन कडा 깨만디 भएको 에네베 लामा गुरुहरूको 내년 딜랑바 이 आत्मकथा जस्तै हो 송지자와 त्यही कारणले 내지야 गर्दाखेरि 구토보시다 안 두고 त्यही कारणले पूर्व गुरुहरूको 나나테야 नाम यो 라메나 यो 베나 जीवनी कथाहरू 베나 आत्मकथा 봉인디 हेऱ्यो भने के हो 리지야 त 봐 धेरै नियम 봉인디 कडा 리지리아 गरेर 류젠디 लेखिएको 리지리아 एउटा 딘디 지팅바 ऋण लिएको 야마테베게
धितो राखेर ऋण लिएको जस्तो देखिँदछ नियम कडा भने त्यही कारणले गर्दाखेरि अनि प्रायः जस्तो अब अनि यदि ठुलो भिक्षु हुनुहुन्थ्यो भने घोडा यस्तो दियो भनिदियो होइन यदि नाबालक अब नाबालिका अब लामा भिक्षु हुनुहुन्थ्यो भने होइन यसरी उहाँलाई अब गधाहरू दिए धेरै अब पैसाहरू दिए भने यसो लेख्नु भयो छ भने अनि एउटा जीवनी कथामा गुरुको यस्तै मात्रै जीवनी कथा लेख्यो भने होइन यहाँ बस्यो त्यहाँ खायो यहाँ डुल्यो त्यहाँ बस्यो होइन अनि बिहान मैले यस्तो खाना खाएँ अनि बेलुका म अनि चर्बीमा गएर मैले यसरी दिशा गरेँ यस्तो मात्रै लेख्नु हो भने त यो त एउटा हास्यपद हुनेछ जीवनले गुरुको मुक्ति कथा अनि यस्तो उहाँले लेख्नु भएको त्यही कारणले यो जस्तो जस्तै छ म सानो छँदाखेरि अनि म सुरुमा हुने बेलामा होइन अनि गुरुहरूले के गर्नुभयो होइन पूर्व गुरुहरूले अनि के गर्नुभयो भन्दाखेरि अब लेख्नु लगाउँथ्यो होइन त्यही कारणले गर्दाखेरि अहिले यस्तो हेर्दाखेरि अब दिनको कार्यको कुराहरू लेख्न लगाउँथ्यो यो दिनमा के लेख्नु अनि त्यो दिनको कर्म अब गुरुहरूसँग के भयो भन्दाखेरि अनि यसरी दर्शन गर्यो होइन त्यो बेला अब यो गुरुले यस्तरी चढायो यो मान्छे यस्तरी दर्शन यो चढायो भनेर होइन यसरी अब यसरी अब दान गरियो भने त्यस्तो लेख्ने कुराहरू छ होइन अनि अब सम्पत्तिवाला छ भने एकदम अनमोल कुराहरू रहन्छ यदि अब सम्पत्तिवाला छैन भने होइन विभिन्न अब पुरानो सामानहरू होइन विदेशबाट चढाउँछ होइन होइन अब जस्तो कि अब जस्तो कि अब म सानो हुँदाखेरि मलाई विभिन्न सामानहरू अब दिएको थियो विदेशबाट होइन होइन त्यहाँ लेख्ने कुरोलाई कस्तो कस्तो लेखिएको थियो होइन त्यो यस्तो यस्तो दियो भन्न अनेकन अब चित्र जस्तै कोरिएको थियो अनि यसरी विभिन्न यो जीवन सामान्य कुराहरू मात्रै लेखेको हुँदाखेरि त्यो मुक्ति कथा पुग्नु चाहँदैन होइन गुरुको एउटा मुक्ति कथा मुक्ति आत्मकथा भने चाहिँ कस्तो हुनुपर्दछ भन्दाखेरि होइन अनि यो जीवनी मुक्ति कथा भनेको चाहिँ के हो त अनि यो हाम्रो जीवनको एउटा आउने श्रृङ्खला होइन एउटा इतिहास मात्रै नभएर एउटा इतिहास मात्रै लेख्नु होइन जे भए तापनि के हो त एउटा जीवनी मुक्ति गुरुको जीवनी मुक्ति कथा कस्तो हुनुपर्दछ जसले अब अनुयायीको आफ्नो बुद्धिमा छाप बस्छ जसले विश्वास र श्रद्धा भक्तिको धारणा शुद्ध धारणा वृद्धि होस् विश्वास बढाउँदछ जसले हामीले यो र अनि भविष्यको जीवनको लागि फाइदा गर्ने र कुन मार्गमा जाने कस्तो ज्ञान अपनाउनु पर्छ भन्ने कुराहरू अब उदाहरण देखाउँदछ त्यही कारणले गर्दाखेरि यदि हामीले यो घटना मात्रै रेकर्ड गर्ने हो भने मलाई लाग्दैन कि यो गुरुको मुक्ति कथाले के गर्नुपर्छ होइन त्यही कारणले गर्दाखेरि यो अनि एक किसिमको यो सामान्य कुरा मात्रै लेखेको ज्योतिष पात्र जस्तो हुनेछ होइन गन्तीको क्रममा त्यही कारणले गर्दाखेरि अनि जे भयो भने श्रद्धा भक्ति र एउटा विश्वासको आशा भरोसाको एउटा विश्वासको एउटा पात्र बन्नुपर्दछ सत्यता दिगो ज्ञानको एउटा प्रकाश पुर्याउने ठाउँको एउटा आशा भरोसाको स्रोत बन्नुपर्दछ यसैलाई भनिन्छ गुरुको मुक्ति कथा अर्थात् गुरुको आत्मकथा मुक्ति आत्मकथा भनिन्छ अनि यो हिउँदे भनौँ न यो वसन्त शिक्षामा चाहिँ आर्य क्षमाको थियो भिज्ञद्वारा लेखिएको दुईवटा मुक्ति कथाहरू नै म पुरा गर्नेछु भन्ने आशा गर्दछु तपाईँहरूले बताएर होइन अब फेरि यो दिएको समय तोकिएको छ त्योभन्दा फेरि समयले बढायो भने फेरि अब वाराणसीमा अहिले अब हाल एकदम गरम भएकोले होइन त्यो अत्यन्त कठिनाइ छ त्यही कारणले अब त्यसै गरी अब यो अनि
अनि भुटान लगायतका विभिन्न अब अनि चिसो ठाउँदेखि आएको हुँदाखेरि फेरि धेरै अब तातो समयमा अब बस्नु सक्नुहुन्न होइन गरममा त्यही कारणले गर्दाखेरि 무트네 땅 얘기디 비디오 통에 주고에나 가르쳐고에나 제제 아니 무트네 마딱 사사버도 마시야 도시야 त्यही कारणले जति सक्दो यदि मैले गर्नु सकेन भने पनि होइन मैले यसलाई रिकर्ड गरेर अनि होइन अनि 시야다마 무트네 시야 간다라티 अनि तपाईँहरू गुम्बामा गएर भए पनि होइन अनि मिग्यू धुर्जेको यो जीवनी कथा जति सक्दो अनि पुरा हुने जेलसम्म म बताउने र बताउने दमर्को राख्नेछु जति सक्दो अनि आज दोस्रो दिन रहेको छ अनि यो 3 वर्ष हुन्छ यो सालसम्म होइन कता 2 सालदेखि मैले सुरुवात गरेको होइन अनि यो 3 सालसम्म नि मैले सकाउन सकेन भने फेरि अब धेरै यो लम्बिएर जाने हुँदाखेरि धेरै समय खर्च हुने हुँदाखेरि अनि जति सक्दो यसलाई सकाउने मेरो दमर्को रहेको छ यो चाहिँ एउटा मिग्यू धुर्जेको यो जीवनी कथा एउटा प्रशंसा जस्तो रहेको छ यो प्रशंसा भित्र चाहिँ अब प्रशंसा पद्यहरू रहेको छ यो मध्ये तपाईँहरू धेरै जसो अब सबैले थाहा छ परिचित छ होइन यो अनुपम अर्थात् यो प्रशंसा जो पाठ यसलाई धामेमा भन्छ जुन चाहिँ उनको अब यो चाहिँ अब सिद्धु छोकी झुनेद्वारा अब सङ्कलित उहाँको अब भित्र राखिएको छ यो उहाँको प्रवचनभित्र होइन उहाँको अब ग्रन्थभित्र त्यो कर्म कमसङको प्रार्थना पुस्तकमा समावेश गरिएको छ म सानो छँदा हामीले यो प्रशंसा अनि कसरी कण्ठ गर्नु पर्यो भनेर मलाई स्पष्ट अनि रूपमा मलाई याद आउँदछ किनकि हामीले सानो छँदा यसलाई कण्ठस्थ गर्नु पर्थ्यो होइन किनभने मलाई अहिले पनि झलझल याद आउँछ किनकि यो शब्दहरू धेरै गाह्रो र बुझ्न गाह्रो छ गम्भीर शब्दहरू छ ओजनदार शब्दहरू त्यसैले यो याद गर्न पनि गाह्रो छ त्यस बेला हाम्रो शिक्षाले हामीलाई अनि त्यस बेला शिक्षाले हामी मध्ये अब अनि केहीले अब सजाय पनि अब हामीले गाली गरेर सजाय पनि दिएको थियो किनकि मनमा घुस्दैन थियो गाह्रो भएर त्यही गरेर सानो छँदा गाह्रो भएर समयको कण्ठस्थ गरेको चाहिँ अहिले झल झल याद आउँदो रहेछ होइन बिर्सिनु गाह्रो हुँदो रहेछ किनकि अब गुरुले अब सजाय दिँदाखेरि अब धेरै अब लट्ठीहरू अब श्रीकण्ठहरू धेरै धेरै नै हुन्थ्यो त्यसले गर्दाखेरि याद चाँडो बस्थ्यो होइन डरले अब यस्तो त्यति नलम्ब्याउँ पाठतिर जाउँ फेरि अब यो प्रशंसा र यो अनुपम पाठ बाहेक अब यो जुन मिग्यू धुर्जे आत्मकथा प्रशंसा अर्थात् कुशल कर्म अर्थात् राम्रो कर्म होइन कल्याण कर्म जुन मिग्यू धुर्जेको यो सङ्ग्रहित उहाँको वचन भित्र सङ्ग्रहित कार्यहरूमा मात्र छ उहाँको वचनभित्र मात्र यो समावेश गरेको त्यसैले हामी मध्ये धेरैले यसको विषयमा अब कसैले अब थाहा पनि छैन होला त्यसैले अनि यसलाई असल काम भनिन्छ अनि जसलाई चाहिँ अब कुशल कर्म भनिन्छ यो अब तपाईँलाई अलिकता यसलाई खुलासा गर्न चाहन्छु अब असल कर्म अर्थात् पुण्य कर्म भनिन्छ राम्रो कर्म कस्तोले भनिन्छ त यसको अर्थ के हो त भन्दाखेरि एउटा प्रश्न चाहिँ हो त लेक्चरमा अर्थ राम्रो काम कस्तोले भनिन्छ दोस्रो कर्म चाहिँ प्रश्न चाहिँ कुशल कर्म कस्तोले भनिन्छ दोस्रो प्रश्न रहेको छ यो असल कुशल कर्ममा चाहिँ अब यो 33वटा श्लोक रहेको छ त्यो भित्र अब 33वटा श्लोकसम्म सबै अब यो चाहिँ के हो त यो चाहिँ मेरो राम्रो कुशल कर्म हो राम्रो कर्महरू मान्दछु भने यसरी कुशल कर्म पुण्य कर्म मान्दछु भने यसरी श्लोकको अन्तिमसम्म 33वटा श्लोकसम्म यसरी उहाँले पुग्नु भएको छ हरेक श्लोकको अन्तिम शब्दमा 33वटा श्लोकसम्म अब 37वटा यसमा श्लोक रहेको छ राम्रो कुशल कर्मको यो पद्यमा होइन तर 33वटा श्लोकमा चाहिँ यो मेरो राम्रो कामको राम्रो काम ठान्दछु भने यसरी लेखिएको छ अब यसलाई असल कर्मको अर्थ के हो त भन्दाखेरि
असल कामको अर्थ के हो भन्दाखेरि यसलाई चाहिँ असल र कुशल र यसलाई कल्याण बुझ्दछ एउटा उदाहरणका लागि अनि राम्रो कामले बुझ्दछ असल कार्य भनौँ जस्तो कि अनि बोधिचर्या अब यो बोधिचर्या अवतारमा एउटा एकदम धेरै प्रसिद्ध एउटा लेख छ जस्तो कि यो शान्ति पारमिताभित्र लेखिएको छ होइन एक पलको क्रोधले सबै पुण्यहरू चकनाचुर पर्दछ त्यही कारणले राम्रो कर्म जम्मा भयो भने त्यो 1000 युगमा जम्मा गरेको कुशल कर्म राम्रो कर्म एकै क्रोधको अनि कर्मले चकनाचुर पार्दछ अनि हटाउँदछ यसरी नाश पार्दछ लेखिएको छ त्यस्तै गरी अब यो अभिधर्म कोच भित्र रहेको छ अब के लेखिएको छ त भन्दाखेरि यो राम्रो कर्म 3 अब शुद्धिकरणहरू हुन् जस्तो कि राम्रो कर्म 3 प्रकार रहेको छ शरीरको अगुण आदि भनिन्छ 3 नराम्रो कामको रूपमा प्रस्ताव गरिएको छ लोभ गर्नु आदि काय हैन जस्तो कि अब काया होको चित्त अथवा देह चित्तले राम्रो काम गर्नुलाई अनि कुशल कर्म भनिन्छ यहाँदेखि अब विपरीत कुरा चाहिँ अब हामीले हानिकारक कुरा भनिन्छ अब यसलाई चाहिँ दोषहरू भनिन्छ जस्तो कि देह शरीर चित्तद्वारा गरिएको नराम्रो कर्मलाई चाहिँ हानिकारक कुकर्म भनिन्छ भने यहाँदेखि अनि विपरीत राम्रो कर्म रच्नुलाई राम्रो काम गर्नु चाहिँ अनि कुशल कर्म अथवा राम्रो कर्म राम्रो कार्य भनिन्छ यसरी अब अभिधर्म कोशभित्र वसुबन्धुले लेखिएको छ जस्तो कि यो चाहिँ 4औं परिच्छेदमा अनि यो लेखिएको छ यो 4औं परिच्छेदको 64 श्लोक र 65 श्लोकमा लेखिएको छ जस्तो कि अर्को के छ त भन्दाखेरि हैन यो 3 कर्म जस्तो कि अब जस्तो कि शरीर वचन त्यस्तै कि अब चित्तले राम्रो काम गरेकोलाई पनि के हो त एउटा शुद्ध कर्म पनि भनिन्छ यसलाई चङ्जे भनिन्छ भोट भाषामा चङ्जे भनेको चाहिँ के छ शुद्ध कर्म अथवा सफा कर्म सफा कार्य भनिन्छ अर्थात् यसलाई निर्मल कार्य पनि भन्न सकिन्छ हैन खराब कर्मदेखि विपरीत खराब कर्मको विपरीतले असल कर्म भनिन्छ हैन जस्तो कि दोष अवगुणहरू जस्तो कि हैन लोभ रिस घमण्डलाई अनि खराब कर्म यसलाई दोष कर्म भनिन्छ भने अब जुन अब यहाँदेखि अब शुद्ध भएको यहाँदेखि निर्मल भएकोलाई चाहिँ अब के हो त अब निर्मल भएकोलाई चाहिँ कुशल कर्म भनिन्छ भनेर पनि यसरी बयान गरिएको छ जस्तो कि यसलाई चाहिँ महान बोधिसत्वहरूले प्रशंसा गर्ने कुराहरूलाई चाहिँ कुशल कर्म भनिन्छ भने महान बोधिसत्वहरूले पनि यो गल्ती यो दोष हो भने त्यस्तो कुकर्मलाई चाहिँ खराब कर्म भनिन्छ अनि आज चाहिँ अनि यो मुक्ति कथा राम्रो कुशल कर्मको अनि जुन 33 श्लोक भएको भित्रमा अनि आज चाहिँ 22औं श्लोकमा बताउँदैछु 22औं श्लोकमा भएको कुशल कर्मको पद्य चाहिँ बताउँदैछु यसको प्रतिपदाहरू चाहिँ अब मैले अब अनि मैले बोल्ने क्रम बाहेक अब मैले देखाउन सकेको छैन आज म तपाईलाई यो प्रचार देखाउन चाहन्छु यसलाई जस्तो कि यो कुशल कर्मको पद्य चाहिँ अनि मिग्यो दोर्जेको एउटा चेला साङ्गे पल्डुप अनि पल्डुपद्वारा अब लेख्नु भएको अब एउटा व्याख्याको टीका रहेको छ हैन यो दुई प्रकारको एउटा उदाहरण पदहरु छ एउटा पोतलाबाट एउटा डेपुङबाट हामी प्राप्त भएको छ जुन डेपुङको पाण्डुलिपि रहेको दुई प्रकारको अब उदाहरण अब
राख्नुको लागि अब 다 हामीले 대단 아주 राखेको एउटा 삭제리 쪼다 टिप्पणीको 시제야 रूपरेखाहरू छन् 대본기 베리 시샤체니 शुगु야 यो चाहिँ अब डेपुङको टिप्पणीद्वारा अब 다디 अनुसार अब 시유스네 बताउँदैछु 남달리 제마야 चाङ्गे पाल्टोको 사베 टिप्पणीको रूपरेखा 삽제 अनुसार अनि यो डेपुङद्वारा 시제와 लेखिएको चाहिँ अब त्यो बताउँदैछु 쉐버지 좀버 탐자와 यसमा 쌈다 चाहिँ मुख्य 남달리 भागहरू 제마 के 코란 छ भने 탐침비 अब एक किसिम के होता नि 남달리 제마 코란 거 श्रद्धाञ्जली र रचना गर्ने प्रतिज्ञा पहिलो 다디 र 나로네 दोस्रो जीवनीको प्रकृति कब्स बाबदी त्यसको चम्चम निष्कर्ष नम्बर रहेको छ तीनहरू मध्ये अब हामी दोस्रो बारेमा कुरा गर्दैछौँ त्यसमा जीवनीको प्रकृति यसमा दुईवटा चम्चम विषयहरू छन् नम्बर गिरजी सेवा अब तेलाया यसमा उन्ड्रो अब छेले यसमा चाहिँ सिदाङ उसी जीवनीको गिसुन यावा प्रकृतिमा दुई छेले प्रकारको रु रहेछ सिजुजी जीवनीको प्रकृति यसमा दुईवटा विषयहरू छन् नासेकी यावा नम्बर 2 다디 나네 당봉원조 छेले सुजु पहिला चाहिँ के हो त ता प्रारम्भिक निब यसमा चाहिँ कसरी धर्म प्रवेश गर्ने कुरा रहेको छ दोस्रो मुख्य भाग अब दोस्रो चाहिँ के हो त तिनले कसरी तीन प्रकारका व्यक्तिहरूको मार्ग अभ्यास गरे भन्ने विषय छ 람 통념수 따위 수치다 기본 등게 람 통념수 따위 수치다 기본 신비의 람 통념수 यसमा तीन प्रकारको अब व्यक्तिहरू रहेको छ हैन अदम पुरुष मध्यम पुरुष र प्रथम यसको चाहिँ अब परम पुरुष 람 통념수 따위 수리 अनि अहिले चाहिँ के हो त भन्दाखेरि तीनहरू यो व्यक्ति भनौँ न व्यक्तिहरू मध्ये यो महान पुरुषको अब विषयमा जाँदैछौँ यो महान पुरुषको अब यो मार्ग कसरी अभ्यास गर्ने यो भित्र अब के तीनटा कुरा रहेको छ हैन बोधिचित्त अब आउने विचारले बोधिचित्तमा उत्पाद गर्ने र एउटा अभ्यास चाहिँ बोधिचित्त अब आफूले भावना गर्ने अनि यसको अब शिक्षामा आफूले शिक्षण गर्ने तरिका अभ्यास गर्ने तरिका रहेको छ अनि यो चाहिँ अनि यो अनि त्यसरी अब शिक्षा कसरी शिक्षण गर्ने विषयमा यो 6वटा प्राज्ञ पारमिताहरू बताएको छ 6वटा पारमिता भने अब यो प्राज्ञ पारमिता बसेको छ हैन अनि प्राज्ञ यसमा चाहिँ अब एउटा सार कुराहरू भएको कारणले गर्दा प्राज्ञ पारमिताहरू अब नरहेको कुरा जस्तो लाग्दछ किन भन्दाखेरि यो महामुद्राको कुराहरूमा जस्तो कि अब यो दर्शन सम्बन्धी भएको कुराहरू हामीले धेरै अब चासो राख्नु अत्यन्त जरुरी देख्दछु ध्यान दिनुपर्ने अनि आज चाहिँ मैले बताउने मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि अब शिक्षण जुन यो पूर्वगत बताएको पाठहरुमा शिक्षामा हामी कसरी शिक्षण गर्ने अभ्यास त कसरी हुने विषयमा बताउन गइरहेको छु 다 대다게 라발루스 텔레야 대다게 라발루스 텔레야 यो शिक्षामा अब हामीले अब कसरी शिक्षण गर्ने भन्ने यसमा सातवटा एउटा भागहरू रहेको छ जस्तो कि यसमा अब अप्रत्यक्ष रूप बताउँदाखेरि अब 6वटा राखियो 6वटा आएको छ तर प्रत्यक्ष रूपमा यसरी हामीले त्यसलाई खोल्दाखेरि चाहिँ अब 7वटा जस्तो भएको देखिन्छ यसले 7वटा भाग राखेको छ यो अनि 6वटा प्रज्ञ पारमितामा शिक्षण गर्ने आफ्नो अब सन्तति शुद्ध पार्ने हैन त्यसै गरी अब दादने मुगुगी थुले थुनी जुजु 응시 조다 대비 현대를 투투베 수제제 한다 전주스미 라발루즈 텔레야 अनि बोधिचित्तको कुराहरू रहेको छ यसरी हैन अनि यसको फाइदा अफाइदा कुराहरू अनि श्रद्धा भक्तिको कुराहरू अनि हृदयपथको कुराहरू हैन अनि परहित चित्तहरू परहित कसरी गर्ने भन्ने कुराहरू बताएको छ आज चाहिँ के हो त भन्दाखेरि अनि 6वटा प्राज्ञ 6वटा पारमितामा कसरी शिक्षित गर्ने विषयमा नि बताउने छु अनि सबैले थाहा छँदैछ हैन यसमा चाहिँ अब दान शील हैन शान्ति अनि त्यस्तै गरी अब प्रिय समाधि प्राज्ञ यसरी राखेको छ प्रकार राखेको छ अनि त्यो गर्न पहिला चाहिँ के हो त दान पारमिता रहेको छ अब यसको शब्द के छ भन्दाखेरि पहिलो दान पारमिताको चाहिँ यद्यपि
अब यसरी यसले के बताउँदैछ त भन्दाखेरि अब नैरात्मको एउटा भावना आफूमा अब मिसावट हुँदाखेरि आफूमा बोध हुँदाखेरि बाहिरीको सबै यो आमिष कुराहरू सबै अब चाहिँ यो तुच्छ रूपमा हामीले देख्न सक्छौँ होइन अनि निरै नै हो भनेर यसले चाहिँ अब सम्पत्ति नसम्झेर सबै प्राणीको लागि अब यसरी अनि अनि सम्पन्न होस् भनेर सम्झिनु नै यो अनि यसरी सम्पन्नताको लागि खट्नु नै यो चाहिँ मेरो राम्रो कर्म हो कि भन्ने यसरी ठान्दछु भन्ने बताएको छ 미규도지 건범나로래야 미규도지 남탈라 베티사죠 디나로래야 가르송도 यो मुक्ति कथा अर्थात् नामथरला बेची भनेको छ मुक्ति कथा प्रशिक्षण निर्देशनबाट यसरी लेखिएको छैन यो मिकितोजीद्वारा लेखिएको हो जिम्बला सबै गेवेचावाथि छन्जुग लामदो युरुम युरसमर बेता सांगे त्यसपछि यहाँ के भनेको छ भन्दाखेरि हैन युरुम युरसागेता यो जति दान गरे पनि हैन अनि दान गर्ने उपायहरु चाहिँ अनि यो सम्बोधि ज्ञान प्राप्त गर्नु बुद्धत्व प्राप्त गर्नु यो विभिन्न यो केमा निर्भर छ त भन्दाखेरि हैन उपाय अब बोधि समृद्धि चित्तलाई हामीले उत्पादन गर्नको लागि सम्भर हामीले पुण्यहरू सञ्चय गर्ने र प्राज्ञ पारमिताको ज्ञानलाई हामीले उक्साउनु हो उत्पादन गर्नुमा निर्भर छ भनेको छ यही कारणले गर्दाखेरि पुण्यको जरर जस्तै उदारता ज्ञानको मार्ग बन्नको लागि प्राथमिक कारण हो कि तिनीहरू सापेक्ष बोध र प्राज्ञ पर बोधचित्त समाधान र शून्यताको दृष्टिकोणको साधनसँग सहमति भएको छ विशेष गरी यदि तिनीहरू शून्यताको अनुभूति गर्ने प्रज्ञामा जुटेका छन् भने म वा मेरो जस्तो कुनै पनि चिजमा आसक्ति हुँदैन हैन अब सबै शून्यताको ज्ञान पराकाष्ठा अब भयो भने हैन यो व्यावहारिकमा देख्ने शून्यतामा कुनै पनि अनि हामीले शून्यतामा कुनै पनि भाग अङ्ग खण्डहरू हुँदैन भने यो हामीले देख्ने यो व्यावहारिक कुराहरूमा पनि सामाजिक कुराहरूमा पनि कुनै पनि हामीले छुटाउन सकिँदैन हैन त्यस्तो हुँदछ भनेको छ म र मेरो जस्तो कुनै पनि चिजमा आसक्ति हुँदैन त्यसैले हामी अरूलाई चाहिने नचाहिने असीम चिजहरूमा सहज रूपमा प्राप्त गर्न सकिन्छ यदि हामीले धर्मको अर्थ एउटै वा फरकमा अविभाज्य हुनुको अर्थमा प्रभुत्व प्राप्त गर्यौं भने पराकाष्ठ ज्ञानमा हामीले बोध भयो भने पराकाष्ठ भयौं भने शून्यता ज्ञानमा हामी कुनै पनि बाधा बिना अनगिन्ती चिजहरू उत्पन्न गर्न र परिवर्तन गर्न सक्षम हुनेछौँ जुन घटनाहरू जुन समान वा फरक छन् यसलाई आकाशको खजानाको समाधि प्रभुत्व पनि भनिन्छ हैन आकाशी कोष जस्तै हो हैन जस्तो सुकै अब कोष भए तापनि यो अब हामीलाई अब यो सकेर जान्छ पैसा गन्दै गन्दै सकेर जान्छ हैन यो के हो सामान्य कुरा हो तर पनि के हुन्छ तर आकाशको कोषमा चाहिँ जति गने पनि त्यो कहिले पनि सक्दैन ज्ञान भनेको शून्यताको ज्ञान भनेको त्यस्तै हो आकाशको कोष जस्तै हो हैन यो अनि आकाश खजनाको समाधि अर्थात् आकाश कोषको समाधिमा अब हामीले यसमा बोध गर्न सक्यौं यसमा अब हामीले प्रत्यक्ष रूपमा यसलाई हामीले प्रत्यक्ष रूपमा बोध गर्न सक्यो भने अनि आकाश कोषको समाधिमा अनि हामी पुग्नु हो साक्षात्कार गर्नु हो त्यही कारणले यस्तो उदारताले हामीले दान गर्यो भने हैन प्रत्यक्ष अप्रत्यक्ष रूपमा स्तरहरूमा प्राप्त गरेको बोध अनि दान गर्यो भने पनि यस्तो स्तरमा रूपमा बोधिसत्वहरूले कसरी उच्च र राज्य वास्तविक उत्कृष्ट प्राप्त गर्न र परिस्थितिमा प्रदान गर्न सक्छ भन्दाखेरि जस्तो सुकै दान गरे त भने के हो त 심규래야 전주 그쌤 캐버진 게하게 조선 주고요. जस्तो कि कस्तोले हामीले दान पारमित भनिन्छ भने आफूले जसोसुकै दान गरे तापनि अरूको लागि बोधिचित्त उत्पादन गर्नुमा सहायता मिल्छ
जुन लोभबाट मुक्त हुने ज्ञान उसँग उत्पत्ति हुन्छ जुन आफूले गरेको दानलाई त्यस्तो दानलाई दान पारमित भनिन्छ जुनमा चाहिँ अब राग नभएको त्यस्तोले भनिन्छ जस्तो कि हामी एउटा जस्तो कि यो संसार अनि यो किसिम के हो त अनि यो नरक लोक अर्थात दुर्गतिबाट मुक्त हुन सक्ने यस्तो दानलाई दान पारमित दान भनिन्छ हामी जस्तो सुकै समयमा भनौँ न हामीले यस्तो अपार दान पूरा गर्नको लागि हामीले हाम्रो वर्तमान सांसारिक चरणको कुनै पनि स्थान शरीर र सबैलाई उत्तम स्थायीमा नहुँदैन बरु हामीले सोच्नुपर्छ कि तिनीहरू सबै विवादका कुराहरू विवादहरूमा आधारित छ अनि तिनीहरू के हो त एउटा रेजर ब्लेडमा मह लगाएको जस्तै हो हैन तिनीहरू हाम्रो संलग्न त्याग्न प्रशिक्षण गर्नुपर्छ हैन जस्तै कि के हो त यो अनि रेजर ब्लेडमा यो संसारमा भएको यो भौतिक कुराहरू के हो त अनि रेजर ब्लेडमा मह दलेको जस्तै मह खान्जेल गुलियो हुन्छ तर त्यो रेजर ब्लेड जिब्रो कति बेला काटिरहेको हुन्छ हामीलाई थाहा हो त्यस्तै कारणले गर्दाखेरि यो संसारिक भौतिक कुराहरूमा हामीले मन लीन भएर त्यो भित्र लुप्त भएर हामीले कहिले पनि त्यो भित्र डुब्नु हुँदैन किनकि यो संसारिक अनि यो संसारिक भौतिक कुराहरूमा धेरै के हो त अनि विवादहरू धेरै कष्टदायक हुँदाखेरि अनि यहाँदेखि कष्टदायकदेखि मुक्त हुने विवादबाट पन्छिने कुराहरूमा हामी अघि सर्नु पर्छ त्यो अघि सर्ने ज्ञानलाई चाहिँ के हो त हामीले दान पारमित भन्छ त्यही कारण यसरी यी सबै संवेदी सुखहरू पानीको थोपा जस्तै हुन् तुच्छ छन् भनेर थाहा होइन हामीले पानीको फोका हामीले थोपाहरू अब राख्यो भने कुनै पनि हामीलाई अर्थ छैन अर्थहीन हो त्यही कारणले यो संसारिक कुराहरू संसारिक भौतिक कुराहरू के हो त यो अनि कुनै पनि अर्थहीन सार छैन तिनीहरू सबै दोष उत्पन्न गर्ने एउटा स्रोत हो त्यसैले हामीले तिनीहरूको लागि कुनै चाहना नराख्न र अहङ्कार चित्त नराख्ने परिस्थितिमा हामीले जे गर्न सक्छौँ शुद्ध काम गर्नुपर्दछ हामीमा हुने कुराहरू पनि अब अरूलाई प्रदान गर्न सक्नुपर्दछ होइन आफूलाई चाहिने सुख अरूलाई चाहिने सुख आफूलाई नचाहिने दुःख अरूलाई नचाहिने दुःख एउटै दुई बराबरको सोच भएको हुँदाखेरि अनि जेमा पनि राग नभइकन के हो त अनि हामीले अरूलाई प्रदान गर्न सक्नुपर्छ होइन होइन एउटा हामीले एक आपसमा हामीले के हो त क्रोध रिस लोभमा नडुबिकन अनि के जति सक्दो अरूमा के हो त अनि सहनशीलता जति सक्दो सबैमा समानता र राम्रो भावना र सबैमा नै किसिम के हो त अनि सुख शान्तिको वातावरणले सबैमा ढाक्नु सक्ने नै र अरूमा सुख शान्तिको कुरा ल्याउनु नै यही नै दान पारमिताको एउटा अभ्यास हो अब यसलाई साङ्गे पल्डुकद्वारा अब लेखिएको उहाँको टिका छ त्योसँग अब जोड्दाखेरि अरे मेगी दोर्जीले के हो त यो संसारिक भौतिक कुरामा एउटा के सार नभएको अर्थहीन भएको जस्तो होइन कुरा भएको टाँसिए जस्तै राखिए जस्तै अनि हामीले अब के हो त फेरि यो हामीले देख्ने यो काम गुणमा यो सत्यता छैन सार छैन भने हामीले देख्नु सकेनौँ किनकि हामी त संसारिक माया मोह डुबेको प्राणी हो भौतारिको प्राणी हो त्यही कारण जे भए त पनि आफूसँग खाने पिउने वा रमाइलो गर्न केही हुने छैन भनेर डराउँछ होइन सबै अब यो सार छैन तत्त्व छैन भने डराउँछन् खाने पिनेमा त्यही कारणले गर्दाखेरि हामीले तिनीहरू बाहिरी चिजहरू र संवेदनशील प्राणीहरूबाट आउने संवेदन अनि आनन्दहरूको लागि लालच प्रयास गर्छ त्यसलाई चाहिँ हामीले गर्नु हुँदैन होइन होइन हामीले के सोचौँ होइन एउटा मिठो खानु पाए राम्रो लगाउनु पाए राम्रो ठाउँ जानु पाए भने इच्छा आउँछ होइन भविष्यमा मैले एक किसिमको
अनि अहिले मैले धन 렌더 सम्पत्तिहरू हुनुपर्ने आर्जन गरेँ होइन भने छि भविष्यमा त राम्रो मजे हुँदछ, र भविष्यमा दुःख 런치게 पाउँदैन भन्ने हामीले ठान्छौँ, र सोच्छौँ, 참으로 होइन? 라면 त्यही कारणले 시바이 세바 시부지 옆세 अनि हामीले के हो त प्रतिदिन धन 다 सम्पत्तिहरू 균노 जोड्नुपर्छ, 되게 होइन? 거두이네 소소다 सञ्चय 땡 गर्छौँ। 로그레 संसारो यो चाहिँ हामी 시기 स्थायी रूपमा हो। 응징인 यो 저지기 जीवनभर 다신기 धान्य मात्र 균노 नभएर 레디 참으로 पछिसम्म लान 소소기 सक्छौँ भने एउटा हामीले 거두이네 यस्तोसम्म 지 सोचौँ, 라완도 론주야 예 संसारो होइन? हामीले 진디지기 अधिकार 가사 पूर्वक यसलाई हामीले उपभोग गर्न सक्छौँ भने यसरी हामी सोच गरेर दिन प्रतिदिन धन सम्पत्ति सञ्चय गर्ने आर्जन 유다 गर्ने 아빠라 हामी 따가라 खर्चौँ, 지 होइन? 다다 हामीले 신기 अनित्यलाई हामीले नित्य 라완 सम्झौँ, 해발라 라완 해봤다 अनि 진지 अधिकार नभएकोलाई 다 हामीले 된저기 अधिकार वाला 균노르 हाम्रो 진동 अधीनमा 베시지 नभएकोलाई, होइन? 야 अनि 시부지기 अधीनमा राख्न खोज्छौँ, होइन? दिन जुन अब बेजिस अर्थहीन भएको भने के हो त, रुगवागी गेवे त्यसलाई वा हामीले खामजे बा संरक्षण गर्ने, आरक्षण आछा होइन? संसार त्यसलाई अब रेखदेख गर्ने, होइन? त्यस्तै गरी अब वृद्धि गर्ने गर्छ, 다 된저 균노르 사바테야 지 균노르 탑찬 저지다 균노르 뉴뉴 저지기 거쳐야 제비나 다 अब 양 अब त्यसमा चाहिँ के हो त भन्दाखेरि अब 속시 अ, 아간섬 예비나 तिनीहरूमा 야 소수 वृद्धि भएर 이나 जाओस् ताकि तिनीहरूको नियन्त्रण गर्छन् र त्यसको लागि अब तिनीहरूको सबै सद्गुणहरू अब हामीले चाहिन्छ, त्यही कारणले त्यसलाई हामीले सञ्चय गर्नुपर्छ भन्छ। मजोना ता तीन रिगमिन ता तीगी अब धन सम्पत्ति थोरै भयो, अलिकता भयो भने हामी त्यति अब खुसी हुँदैनौँ र त्यतिले अब हामीलाई इच्छा पुरा हुँदैन, होइन? जति सक्दो राम्रो, धेरै अरूभन्दा पनि अति विशेष त फरक भयो त्यस्तो मात्रै खोज्छ। अनि अनि आफूले अलिकता धन सम्पत्ति प्राप्त भयो त भने त्यो चाँडो सकेर जान्छ होला, होइन? यसलाई बढाउनु पाए त, यसलाई अलिकति वृद्धि गर्नु पाए त भने त्यस्तो मात्रै आउँदछ। जे भए तापनि के हो त, अब यो अलिकति पाउँछ तिनीहरूसँग यो समाप्त चाँडो हुनेछ, यो प्रयोग हुँदै जानेछ। त्यही कारणले त्यसैले तिनीहरू जे भए तापनि जे गरे तापनि धेरै प्राप्त गर्ने प्रयास गर्छ, 내가 야가 지나 균노시라 사도움도 होइन? राम्रो काम गर्दाखेरि धन सम्पदा अब धन सम्पत्ति हामीले सञ्चय गर्न सक्दैन नि, होइन? अलिकता नराम्रो कर्महरू, होइन? एक किसिमको नराम्रो व्यापारहरू, होइन? पैसा चाँडो चाँडो फैलिएर जाने, चाँडो चाँडो बढ्ने व्यापार गऱ्यो भने एक किसिम के हो त अनि अनि हामीले के हो त व्यापार गर्छौँ नि धन सम्पत्ति फैलिनुको लागि। त्यही कारणले अनि 10 पाप कुराहरू, 5 एक किसिमको नराम्रो कुराहरू, काममा हामी दिन प्रतिदिन फसिरहेको हुन्छ, किनकि धन सम्पत्ति कमाउनेको लोभमा पैसाको खातिर उच्च क्षेत्र र मुक्ति त्याग गर्ने सम्बन्ध उनीहरूमा कुनै वैधता वा रिजर्भेसन छैन, होइन? ए मलाई धन सम्पत्ति पायो भने मलाई यो अनि मुक्ति मलाई नभए नै हुन्छ। त्यसै कारणले यो युग समाप्त नभएसम्म म अझै धेरै जम्मा गरिरहनेछु भन्ने सोच आउँछ, होइन? म नमर्ने रहेछ, म धन सम्पत्ति चाहिँ जमाउँछु, सञ्चय गर्छु भन्छ, होइन? Dele tos hale na nima kashi ma digmen ro. Ta ine juno soa ki jumbo drobti mi samlo ranking होइन? yongde do. अब सुख भनेको होइन केही घन्टा केही समय मात्रै हो, तपाईँले प्राप्त गर्नुभएको सुख भनेको केही क्षण मात्रै हो, केही समय मात्रै हुन्छ, होइन? तर पनि के हो त, होइन? धर्म गर्नुमा गर्छु भने केही समय मात्रै हो, तर पैसा कमाउने एक किसिमको, होइन? अनि एक किसिमको म जग्गा जमिन सम्पत्तिहरू कमाउँछु भने सोच चाहिँ जहिले पनि नमरेन्जेलसम्म आइरहेको हुन्छ। त्यही कारणले अनि सोच दृढ प्रतिबद्धता गर्नेछ, होइन? तिनीहरूको लागि अब तर्कोसरमा बोल्ने, होइन? म यो मठलाई पुनर्स्थापित गर्नेछु, होइन? म बनाउनेछु, यो मूर्ति पहिले थिएन, म अब पुनर्निर्माण गर्नेछु, म सङ्घको अब गरिब जीविकोपार्जनलाई पूर्ण रूपमा हटाउनेछु, सङ्घको गरिबी जीविकोपार्जनलाई म पूर्ण रूपमा हटाउनेछु। यदि तिनीहरूले थोरै रकम पनि दिए भने तिनीहरूलाई अनि बाँड्ने म धेरै बाँड्ने छु, त्यसलाई यसरी अब डराउनु जुन अब धन सम्पत्ति छैन भने वञ्चित हुनेलाई म दिनेछु, होइन? पश्चातापले तिनीहरूको मन अब जलाउँदछ यसरी, होइन? त्यसले
दिने सबै योग्यता बर्बाद होइन यसरी अब दान माग्ने आउने दान दान माग्ने मान्छे आउँदाखेरि पनि दान दिनु गर्दाखेरि आफ्नो हात काम्ने होइन दिउ कि नदिउँ भने त्यस्तो हुँदछ होइन यदि दान दिइसक्यो भने त्यसो कि पश्चाताप हुन्छ होइन बिचमा मैले बेकार मैले दान गरेछ होइन अनि यसरी अब विभिन्न पहिला दान गरेकोमा के हो त मन जल्ने कर्म मैले त्यतिकै मैले खर्च गरेछ भने सोच आउँछ होइन यदि तपाईँले यसरी दान गरेर दान गरेमा होइन दान गरेर यो सबैको लागि फाइदा हो तिम्रो लागि युगौँ युगसम्म यो जीवनमा कहिले पनि तिमीलाई अनिकल नहोस् भने यसरी अब तपाईँले परिणामना प्रार्थना गर्नु भएन भने तपाईँले दान गर्नुभयो त सबै त्यो बेकरमै गए त्यो बेफाइदा र अनर्थमै गयो किनकि त्यो तपाईँले प्रार्थना गर्नु भएन तपाईँले पुण्य सञ्चय गर्नुभएको थियो पुण्यको थोपछि बलुवामै मिसाउनु भयो एकैछिनमा सुकेर गयो त्यही कारणले प्रार्थना गर्नु जरुरी छ दान गर्दाखेरि दान गर्नु जानेन भने त्यो के हो त व्यर्थ हुनेछ र त्यो खर्च मात्रै त्यही कारणले यदि हामीले अनि दान गर्दा पनि के हुन्छ दान गर्दाखेरि एकदम लोभ त्यसमा अब कन्जुसै भए पछि दान गरेर पनि अनि तपाईँले पश्चाताप गर्नुभयो भने त्यो तपाईँले दान गरेको पुण्य पनि के हो त अनि खेर भएर नाश भएर अनि अब म आधा घन्टा जति विश्राम राख्न चाहन्छु त्यसपछि फेरि म यसलाई निरन्तरता दिन्छु 다 당기 공원돌이야. अघि मेकी दोर्जेले बताए चाहिँ अब यो संसारी भौतिक कुरा प्रति चाहिँ अब रागहरू गर्नुहुन्न भन्ने कुरा उहाँले बताउनु भएको छ अनि मेकी दोर्जेले के भन्नुभएको छ भन्दाखेरि यो भौतिक कुराहरूमा चाहिँ अब मैले अधिकार जमाएर नै अब अधिकार गर्न पाउँछौँ भन्ने चाहिँ किसिम के हो त त्यो चाहिँ अब आफूलाई अब अनि आफूलाई कठिनाइ हुनेछ भनेको जस्तै कि अब अनि आफूलाई पैसा भए तापनि होइन आर्थिक भए तापनि के हो त अनि त्यति आफूले के हो त उपयोग गर्नु पाएको छ होइन ब्याङ्कमा पैसा छ तर पनि के हो त अहिले अब हामीले अहिले लिनु सकेको छैनौँ त्यही कारणले गर्दाखेरि अब अनि ध्रुवकोलेको एउटा केही अब उहाँको जीवनी कथाको कथा छ म तपाईँलाई देखाउन चाहन्छु अब कसैले चाहिँ फेरि ध्रुवकोलेको यो नम्थर कसैले अब कृत्रिम लेखिएको छ तर पनि मैले चाहिँ के हो त उहाँकै अब यो कबुम भनिन्छ उहाँको प्रवचनभित्र राखिएको ग्रन्थभित्र रहेको त्यो भित्र अब देखि मैले उद्धृत गरेको हो अलिकति यो इन्टरनेट समस्या रोकिएको छ अहिले अलिकति अनि उहाँ चाहिँ ध्रुवकोले चाहिँ अब कोङबोमा पाल्नु भएको रहेछ होइन
अब उहाँ चाहिँ अब यो किसिमको अब अब उहाँ चाहिँ अब कुङ अब यो त्यो बेला अब ढुङ्गोर भन्नेमा एक समयमा त्यहाँ आउनु भएछ जुन अब कुङबोदेखि अब कुङचे अब कुङपोको अब ड्रेसमा उहाँ वस्त्रमा आउनु भएछ त्यो बेला अब ढुङ्गोर भनिन्छ त्यो भित्रको मान्छेहरू एउटा अनि त्यो बेला भनेको रहेछ होइन अनि त्योभित्र एउटा मान्छेले भनेछ होइन मैले चाहिँ मेरो एउटा कुकुर एकदम बलवान छ मैले रोक्नु सक्दैन होइन भुक्दाखेरि होइन त्यही कारण एकछिन बाहिर कुर्नुहोस् है त त्यो कुकुर रोकथाम गर्नुको लागि पक्रिनुको लागि म के मान्छे लिएर आउँछु है भनेर अनि यसरी ध्रुव कोलेलाई भन्नुभएछ अनि तपाईँ चाहिँ एकछिन यहाँ धैर्य गरेर बस्नुहोस् है त त्यो कुकुर रोक्नको लागि म कोही मान्छे बोलाउँछु भनेर अनि त्यो बिस्तारै बिस्तारै यसरी अब ध्रुवकोले पछि पछि जानुभएछ दुईटा कुकुर आउँदो रहेछ त्यो बेला अनि पहिला चाहिँ एउटा सेतो कुकुर आएछ टाढोदेखि हम्किँदै आएछ यसरी लम्किँदै आएछ त्यो बेला फेरि कालो कुकुर पनि झम्टिएर उहाँमाथि अब आक्रमण गरेछ भनौँ न अब कोङ्बोमा चाहिँ प्रायः जस्तो अब खुकुरी जस्तै अब एउटा छुरी भेट्ने हुन्छ त्यो बेला अब त्यो अब कोङ्बोकै अब लुगा लाउनु हुँदाखेरि उहाँले ठक्कै अब एउटा खुकुरी अनि खुकुरी अब यसरी छुरी निकाल्नु भएछ अनि छुरी निकालेर उहाँ अनि त्यो छुरी निकालेर अनि एक किसिमको के हो त कुकुरको पछाडि कराङमा बर्साएछ अनि यसरी बसाउँदा नि दुईटा कुकुर चाहिँ एकदम थरर कामेछ जुन झम्टिन सक्नु भएन अनि उहाँले भन्नुभएछ अनि यसरी सेतो सेतो कालो कालो कुकुर चाहिँ अनि सेतो सेतो कालो कुकुर राम्रो हुँदैन भनेर नि सेतो कुकुर र कालो कुकुर अनि यसरी जोड्नु भएछ अनि सेतो कुकुर र कालो कुकुर पनि अगाडि र पछाडि उहाँले जोड्नु भएछ अनि यसरी कम्बर काटिसकेपछि अनि अघि सेतो सेतो कालो कालो कुकुर थियो होइन अनि आधा कुकुरको अनि सेतो भाग चाहिँ कालो कुकुर टाँस्दा कालो कुकुर आधी भाग सेतो कुकुर टाँस्दाखेरि अनि सेतो कालो कुकुर भएछ होइन अनि त्यो टाँस्दाखेरि अब अघि त्यो छुरीले पछि त्यो त्यो जोड्दाखेरि अनि पहिला एकदम रिसालो झम्झिने कुकुर थियो भने त्यो यसरी सेतो र कालो जोड्दाखेरि अनि मान्छेसँग लुटुपुटु गर्दा यसरी अनि एकदम घुम्नु गएछ कुकुरहरू अनि त्यस्तो देख्दाखेरि आश्चर्यजना देखेर सबै मान्छेले अनि ध्रुवकोलेलाई यसरी सम्मान गर्नुभएछ होइन ढोक्नु भएछ त्यो बेला ध्रुवकोलेले के भन्नुभएछ भन्दाखेरि म एउटा बौला ध्रुवकोलेको हुँ अनि मेरो बानी बेहोरा चरित्र तपाईँ नहेर तपाईँले हेर्नु पनि हुन्न अनि मलाई राम्रो अब कला देखाउने मलाई ज्ञान केही छैन होइन त्यही कारणले होइन अनि आश्चर्यजना राम्रो कर्म भनेर तपाईँले अब देखाउनु हुँदैन होइन त्यो राम्रो कुरा होइन त्यो भन्दा बरु अनि भनिमलम सञ्चय गर बरु जप तप गर यही नै एकदम महत्त्वपूर्ण हुनेछ होइन अनि भनिमलम भनिमलमदेखि नै तपाईँलाई नि यो सबै संसारिक हो अनित्य हो कहिले पनि नित्य रहँदैन भने यसरी सोच भने यसरी उहाँले आह्वान गर्नुभएछ अनि ढुङ्गोर यो बेला भएको अनि ढुङ्गोरहरूले चाहिँ अब सबै नाचगान गर्नु लगाएछ त्यो बेला अनि दान दाताले त्यो दिन चाहिँ
अनि ध्रुवकुलले अब सिद्धको एउटा केही कला देखाउनु भयो होइन सिद्ध ज्ञान देखाउनु भन्दाखेरि अनि धेरै भित्रैबाट श्रद्धा भक्ति अब जहाँ आएर अनि भित्रैबाट अब के हो त एउटा यो संसार सबै परिवर्तनशील रहेछ भन्दा अनि एक किसिम के हो त अनि यो अनि यो संसारमा परि वैराग चित्त उहाँलाई उत्पन्न भएर अनि त्यो दानदातालाई सबै भण्डारको चाबी लिएर अनि यो चाहिँ मेरो भण्डारको चाबी हो अनि तपाईँ साँचो हो यो अनि तपाईँ ग्रहण गर्नु भनेर अनि यसरी ग्रहण गर्नुपर्छ भनेर अनि लिनु चलाउनु भएछ अनि जसरी म तपाईँले चलाउनुहुन्छ जुन तपाईँले चाबी खोल्दाखेरि जे अनि तपाईँले त्यो खोल्दाखेरि जे भेट्छ त्यो तपाईँले म चलाउनु छु भन्ने दानदाताले ध्रुवकुलले भनेछ अनि ध्रुवकुलले त्यो चाबी भित्रबाट एउटा छान्नु भएछ अनि त्यो चाबी लिएर अनि खोल्नु गएछ होइन अनि चाबी खोल्दाखेरि त्यो भण्डार खोल्दाखेरि त्यो भण्डार भित्र चाहिँ ठुलो थियो त्यो भित्र चाहिँ एकपट्टि अब चियाको अब चिया अर्को चाहिँ के हो त एकदम वस्त्र एकदम अनमोल वस्त्रहरू एक पक्षमा चाहिँ अनि धेरै सुन चाँदीहरू अब राखिरहेको होला त्यो भित्र अनि सुन चाँदी राखेको अनि एउटा त्यो माथि एउटा बक्सा सन्दुक रहेछ त्यो एकदम गरुङ्गो एउटा सन्दुक रहेछ एकदम गरुङ्गो अनि त्यो भित्र एउटा सन्दुक बक्सा भएको भित्र पनि सुन चाँदी हिरा मोती रहेको रहेछ त्यो भित्र धेरै अब अलङ्कारहरू गरगहना रहेको हुँदाखेरि अनि गरगहना सबै उहाँले अब अनि यो एक किसिमको सबै अब यो किसिमको यो ध्रुवकुलले अब ग्रहण गर्नुभएछ अनि त्यो बेला एउटा जुन गिटार भनिन्छ होइन त्यो अनि त्यो पनि लिनुभएछ पुरानो जुन गरगहना मुगा लगेर एकदम अनमोल गरगहना सबै उहाँले लगाउनु भएछ अनि बेलुका हुँदाखेरि सबै अब घर घरमा जाने बेलामा चाहिँ फर्किने बेलामा चाहिँ अनि दानदाताले अब श्रद्धा भक्तिद्वारा अब चढाएको यो गरगहनाहरू अनि दानदाता उफले नै फेरि फर्काउनु भएछ अनि दानदाताले भन्नु यो चाहिँ जसरी भए पनि तपाईँले ग्रहण गर्नु होला पुण्य सञ्चयको लागि तपाईँले यो लिनु होला भनेर अनि दानदाताले अनि अघि उहाँले ध्रुवकुल लिनुभयो फेरि उहाँले अब फेरि रिटर्न गर्नुभएछ ब्याक दिनुभएछ दानदाताले जसरी तपाईँ ग्रहण गर्नुपर्छ भन्दाखेरि अनि ध्रुवकुलले के भन्नुभएछ भन्दाखेरि योसँग एउटा सम्बन्ध एउटा कुरा रहेको छ एक समय नै मैले यो लगाएँ गरगहना होइन क्षणिक समयमा लगाएँ अब सधैँ नै लाउने अब कसलाई पनि होइन यो तिमीले पनि हुँदैन निश्चित रूपमा यो तिमीले पनि लगाउनु पाउँदैन त्यही कारणले होइन कोही मान्छेलाई पनि अब निश्चय अब यो नित्य रूपमा लगाउन सक्नु त्यही कारणले गर्दाखेरि अनि मैले पनि लगाउनु पर्छ तिमीले मैले ब्याग फैता दिएको भनेछ अनि त्यो बेला अनि एउटा उहाँले गीति गाउनुभएछ त्यो बेला कस्तो अब गीति उहाँले गर्नुभयो भन्दाखेरि सुन चाँदी यस्तो हेर्दाखेरि के हो त अनि हेर्दाखेरि एकदम उज्यालो देख्छ होइन उज्यालो देख्छ तर पनि के हो त अनि एक समयमा के हो त अनि एक दिन अब मरेर जाँदाखेरि सबै छाएर जाने भन्दाखेरि एकदम अखुसी र बेखुसी हुँदाखेरि के देख्दाखेरि मलाई कस्तो पैरक लागेर आउँछ भनेर त्यसरी बताउनु भएछ गीतिमा अनि पुरानो एउटा गिटार लिएर अनि पुरानो त्यो एउटा गिटार भनौँ न जुन अब ढङ्गेन भनिन्छ यसलाई होइन पिवाङ जुन एक तारे पनि भनिन्छ होइन त्यो लिएर होइन टुङ्ना लिएर अनि यसरी अब उहाँ नाच्नु भएछ
अनि अनि धेरै नै अब सम्पत्तिवाला थियो त्यो दानदाता चाङ्बो पनि हैन अब सामान्य मान्छे हो भने अब यो के हो त अब सामान्य मान्छे लामा गुरु हो भने अब के हो त अरूले सदिँदै धन्यवाद धन्यवाद हात फाल्छौँ तर ढुका कुनेले के हो त अब अलिकति के हो त अरूलाई जस्तो म होइन होइन म लिन सक्दिनँ भने त्यस्तो होइन भन्नु भएन मलाई अहिले चाहिँदैन होइन यस्तो चाहिँदैन भने उहाँले कहिले नै भन्नु भएन उहाँले त्यस्तो कहिले नै गर्नु भएन उहाँले त्यो दान तताले दिने त्यत्तिकै खुसी भएर लाउनु भएछ उहाँले लिनु भएछ होइन दिनभरि यसरी अब लगाएर बस्नु भएछ अनि बाहिर जाने बेला फेरि फिर्ता गर्नुभएछ फेरि उता दिँदाखेरि दान तताले तपाईँले जसरी भए पनि यो चाहिँ लिनै पर्छ ग्रहण गर्नुपर्छ धोबोकोले ज्यू भन्दाखेरि अनि यसरी भन्दाखेरि होइन अनि मैले जुन इच्छा थियो मलाई क्षणिककालमा थियो होइन यो मैले लगाएँ जो भए तापनि क्षणिककालमा मात्रै हो निश्चित रूपमा लगाउनु पाउँदैन यो के छोटो समय अवधि मात्रै हो त्यही कारणले हामीले कुनै पनि अधिकार छैन त्यही कारणले तिमी नै राख मलाई अब जुन मलाई इच्छा थियो त्यो मैले इच्छा पुरा गरेँ भनेर यसरी भयो धन सम्पत्तिले कहिले पनि इच्छा पूर्ति हुँदैन त्यो जति भए पनि आफ्नो जिन्दगीमा त्यसले भरिपूर्ण हुँदैन भनेर यसरी बताउनु भएछ अनि यसरी सत्य कुरा सबै यो अनि त्यही कारणले गर्दाखेरि यो अनि यो कथाले के जनाउँछ भन्दाखेरि धन सम्पत्ति भए तापनि आफूले त्यसलाई उपयोग गर्नु जानु सदुपयोग गर्नु जानु भने फाइदा छ नत्र भने बेफाइदा हुन्छ भिगितोर्जीको अब जीवनी कथामा हेर्ने हो भने उहाँले अघि बताएको जस्तै अब शून्यताको ज्ञान उहाँसँग साक्षात्कार भएको हुँदाखेरि अब बोध भएको हुँदाखेरि अनि सबै यो सांसारिक भौतिक कुराहरूमा अनि शून्य कुनै सत्यता नभएको सार नपाएको उहाँले प्रत्यक्ष रूपमा देख्नु भएको हुँदाखेरि अनि जस्तो सुकै सम्पत्ति भए पनि दौलत भए पनि यो मेरो हो होइन यो मलाई चाहिँदछ भने यसरी कहिले पनि उहाँले सोच्नु भएन यो अनि सम्पत्तिवाला हुने नहुने भन्दाखेरि आफ्नो कर्ममा कर्म फलमा निर्भर छ यदि आफूले अब धन सम्पत्ति अब वालाको एउटा कर्म आफूले रचेको छैन भने अब कहिले पनि धनवान धनज्ञ हुँदैन त्यसै कारणले गर्दाखेरि अनि यो शून्यता प्रकृतिलाई अब बोध नगरेको प्राणीहरूलाई अनि शून्यताको ज्ञान प्राप्त गर्नको लागि अनि सबै प्राणीहरू के हो त बुद्धत्वको ज्ञान प्राप्त गर्नको लागि मात्रै गर्नकै लागि यसरी अनि यसरी भिगितोर्जीले अनि पुण्य सञ्चय गर्नको लागि यसरी उहाँले अनि विभिन्न अनि दानदाताहरूको कुराहरूलाई अब यसरी अघि सारेको छ र सम्पत्ति उहाँले जति पनि राग गर्नु भएन सबै समस्त प्राणीहरू समयसँग बुद्धको ज्ञान प्राप्त गर्नको लागि होइन अनि अनर्थको कुराहरूलाई कहिले पनि अब अर्थवान बनाउनु भएन होइन अनि जुन व्यर्थ हुने कुराहरू कहिले पनि उहाँले ग्रहण गर्नु भएन नसुहाउने काम उहाँले कहिले पनि लिनु भएन ग्रहण गर्नु भएन उहाँ चाहिँ यो भिगितोर्जीको यही जीवन मात्र नभएर पहिलेको जीवनदेखि यसरी प्राणी हितको लागि अनि एक किसिमको के हो त सीमा यसरी पुण्य सञ्चय गर्नको लागि धेरै खट्नु पायो उहाँको भिगितोर्जी यो अवतार लिने बेला मात्र न उहाँको अगाडिको जन्महरूमा पनि यसरी उहाँले राम्रो काम गर्नुभयो भिगितोर्जीको चेलाहरूले के बताउनु भन्ने गरिदियो भन्दाखेरि अब जस्तो कि अब हामीले धन सम्पत्ति अब सञ्चय अब पहिला अब धेरै नै उपायहरू छैन धन सम्पत्ति सञ्चय गर्नु होइन कि त एउटा किसिमको खेती किसान गर्नु पर्यो कि त व्यापार गर्नु पर्यो कि त अब लामो हुनु पर्यो होइन कि त गाउँमा गएर एक किसिम के हो त यो अनि हामीले अब दानहरू अब भिक्षा माग्नु पर्यो होइन
अनि देवा धन गाउँदा सम्पत्ति जुनो सञ्चय सो गर्ने अरू आछौँ कुनै माङ्बु आइडिया यो बाहेक पहिला पहिला याना 총 याओरे याना सिंले छेओरे वा अब मिगितहरू चाहिँ के हो याना त्यो डोले बेलामा छेओरे उहाँले व्यापार पनि याना गर्दैन खेती किसान पनि गर्दैन होइन भिक्षा माग्नु पनि जाँदैन होइन भिडियोले छिन्छेन हैन अनि पहिला अब उहाँले पुण्य धेरै सञ्चय गर्नु भएको सञ्चय गर्नु हुँदाखेरि देवा होइन त जिग्दा अनि यो संसारको विभिन्न रत्न बहुमूल्य रत्नहरू होइन धेरै एकदम शुद्धता र एकदम बहुमूल्य अनि रत्नमणिहरू अनि अनि सामान्य अब सहज रूपमा आउँथ्यो सहज रूपमा उहाँले प्राप्त हुन्थ्यो सोनाम छिम्पो साबे टके रङसिङकी जबुलिङकी अनि उहाँको चेला हुने बित्तिकै उहाँको अन्याय हुने बित्तिकै उहाँको अब तेजले उहाँको आशीर्वादले अनि एकदम धनवान भएर जान्छ होइन अब यसमा के हो त अब घाम लाग्दाखेरि बाटोको ढुङ्गा आफूले आफू टर्केको जस्तै उहाँको जोसुकै अनुयायी आए पनि के हो त जस्तो सुकै मान्छे आए तापनि एकदम के हो त पुण्यवान भएर जान्थ्यो सम्पत्ति वाला भएर जान्थ्यो धेरै सुध्रिएर जान्थ्यो होइन अनि उहाँ पाल्नु भएको ठाउँमा के हो त बिमार नहुने अनिकाल नहुने अनि सबै मान्छेहरूमा समानता व्यवहार सबैमा अनि त्यस्तो त्यो हुन्थ्यो होइन त्यस्तो भएर त्यही कारणले त्यो बेलामा अनुयायीले के भन्ने चलन थियो त भन्दा कर्मपालाई चाहिँ अनि धन सम्पत्तिको च्यालेन्ज नगर है भने अब एउटा भनाइ छ एउटा होइन एउटा उखान छ कर्मपालाई चाहिँ धन सम्पत्तिको च्यालेन्ज नगर है धन सम्पत्तिको प्रतिस्पर्धा नगर होइन उहाँसँग चाहिँ अब होर लगायतका विभिन्न अब चीन त्यस्तो गरी अब यो होर लगायतका विभिन्न ठाउँदेखि अब मान्छेहरू आउनुहुन्थ्यो होइन अनि उहाँसँग हृदय ज्ञान थियो उहाँसँग अनि आजभोलि अब प्रदर्शनमा राखेको अब कुरा जस्तै हो सामानहरू जस्तै त्यो बेला अब जस्तै कि होर भनिन्छ होइन जुन मङ्गोलिया लगायत अब त्यो बेला विभिन्न राजाहरूले दिएको मन्त्री परिषदहरूले दिएको कुराहरू चाहिँ अब पूजा आजा गर्दाखेरि त्यो बेला अनि मिलाउने सजावट गर्ने चलन थियो अनि उचङ प्रान्तमा चाहिँ अब जुन त्यो बेला राजा चाहिँ क्याल्पो नेतोङ भनिन्छ न्योतोङ चाहिँ लगत त्यो बेला राजाहरू आउने बेलामा अनि उहाँहरूले भन्नु कर्मको यस्तो ठाउँमा आउँदो म चाहिँ एउटा किसिमको बेशर्मनाको एउटा राजमहलमा आएको होइन कि यस्तै चक्रवर्ती बेशर्मनाको ठाउँमा आएको होइन कि भने यसरी त्यहाँको राजाहरूले भन्नुहुन्थ्यो अरे किनकि अनि त्यो बेला अब पूजा आजा गर्दाखेरि धेरै अब सजावट धेरै अब राख्ने चलन थियो होइन त्यो बेला धेरै प्रसिद्ध थियो त्यही कारण त्यस्तो सामानहरू देखाउँदाखेरि राजाहरू छक्क पर्दाखेरि कर्मपासँग चाहिँ धन सम्पत्तिको प्रतिस्पर्धा च्यालेन्ज नगर है हार्नेछ भन्ने यस्तो एउटा उखान पनि थियो अनि चीन लगायतका विभिन्न होर लगायत मङ्गोलियाको उहाँ धेरै दान अनि यसरी सम्पत्तिहरू चढाउनु हुँदाखेरि भिगितोर्जीले त्यो जति भएको धन सम्पत्तिमा चाहिँ यति पनि लोभ रहन्न लालच नहुन्थ्यो होइन लोभ लालच नगरी अरूलाई दिनु सक्नुहुन्थ्यो अरूलाई दिन्थ्यो त्यो दिने मात्रै नभएर अनि कर्मपालाई नसोचिकन कर्म धन सब त्यत्तिकै अब लागेर लान्थ्यो त्यत्तिकै लान्थ्यो मैले पहिले भने जस्तै अब पहिला साल बताएको जस्तै अब मिङ्गी ढुङ्ग्यु भनिन्छ त्यो बेला कर्मपालाई स्वागत गरेको थियो मिङ्गी ढुङ्ग्यु भन्ने ठाउँ त्यो बेला कर्मपालाई धेरै अब सम्पत्तिहरू अब पठाएको थियो त्यो बेला अब इतिहास पल्टाएर हेऱ्यो भने उहाँको समयमा अनि हामी छक्क पर्नुपर्ने सोच्नै नसक्ने अत्यन्त ज्यादा उहाँलाई आर्थिक सम्पत्ति चढाएको थियो
अनि त्यो बेला नि अब कर्म अब त्यो बेला पाल्नु भएन त्यो बेला त्यो बेला अब तिमी आएन भने म यो धन सम्पत्तिहरू दिँदिनँ भन्ने यस्तै अब उहाँले अब कुराहरू राखेको थियो अलिकति नसाउँदो होइन अनि तपाईँ आउनु भएन भने अब हामी फर्केर जाने हामी धन सम्पत्ति अब तपाईँले दिँदैन भन्ने कुराहरू पनि भएको थियो अनि त्यो बेला अब अनि छाङ्चु भनिन्छ जुन चाहिँ त्यो बेला अब अनि अनि त्यो बेला अब उहाँको सहायती अब छाङ्चु भन्ने धन सम्पत्ति अब संरक्षण गर्ने त्यो बेला उहाँ चाहिँ जानुभएको रहेछ अनि छाङ्चुकी धेरै अब जोड गर्नुभएको रहेछ त्यो बेला अब कथाहरू अब धेरै नै रहेछ घटेको कुराहरू होइन अब आफ्नो सहयोगी अब दान अब छाङ्चुजी कर्म मिकी दोर्जीको छाङ्चु त्यहाँ धेरै पुग्यो रहेछ त्यो बेला मिकी दोर्जीको धन सम्पत्तिहरू होइन छाङ्चुले लागेको कुनै अरू सामान्य मान्छेले कसले नसोधिकन अब ल्यान्ड एक किसिमको धेरै अब तल माथि लागेर धेरै अब लागेर गयो अनि अनि पूर्व चिनिया अब मन्त्री परिषदहरू राजा परिषदहरू दिएको धन सम्पत्तिहरू अब धेरै नै अब नष्ट भएर गएर हराएर गयो अनि अधिकार नभइकन होइन सोधपुछ नगरिकन त्यत्तिकै लिएको अब धेरै कुराहरू छ मिकी दोर्जीले यो मेरो कसले लाग्यो होला भनेर कहिले पनि सोधपुछ गर्नु नहुन्थ्यो मलाई त्यो चाहिन्छ त्यो कसले लाग्यो भने यसरी कहिले पनि उहाँले खोज तलास नगर्थ्यो अनि अब मिकी दोर्जीको छेउमा गएर अनि यसरी धन सम्पत्ति अब लगेर अनि पछि अब फर्किने बेलामा धेरै दिएको कुराहरू छ अनि कसै कसैले चाहिँ भनेको रहेछ अब भनेछ होइन यो मिकी दोर्जीको सामुदायिक यसरी हामीले बोक्नै नसक्ने यति ज्यादा सम्पत्तिहरू लानु सुहाउँदैन यस्तो नि भएछ अनि अरूले भनेछ मिकी दोर्जी गुरुदेखि यसरी लानु सुहाउँदैन है भनेर कुरा चर्चा हुँदाखेरि अनि मिकी दोर्जीले के भन्नुभयो त भन्दाखेरि अनि तपाईँहरूले यसरी अब अनगिन्ती अत्यन्त अनि अत्यन्त ज्यादा लागेको धेरै राम्रो हो किनकि अत्यन्त राम्रो हो किनकि अब भोलिको दिनमा उनीहरू अब कङ्गलपति पनि हुनसक्छ होइन अब हरिकङ्गल अब पनि हुनसक्छ केही नहुने हुनसक्छ भन्दाखेरि यहाँदेखि सकि नसके यति धेरै लाग्यो भने राम्रै कुरा हो नि भने मिकी दोर्जी यसरी बताउनु भएछ फेरि जुन यसरी लाने मान्छेहरूप्रति पनि अब त्यो बेला अब सामान्य हो भने अब यो नराम्रो मान्छेहरू यो नराम्रो मान्छेहरू होइन यिनीहरूलाई चाहिँ राजाको कानुन ल्याउनुपर्छ यस्तो मान्छेहरूलाई भन्ने कुरो पनि भएछ होइन अब धेरै नै अब अनि धन सम्पत्ति अब त्यही कारणले गर्दाखेरि पाप हुँदछ होइन अनि यिनीहरू चाहिँ नरक जाने बाहेक अब अनि कर्मफलले यस्तरी धन सम्पत्ति धेरै धेरै लाग्यो भने लोभ लालच फैलिएर जान्छ यिनीहरू चाहिँ नरकमा जाने बाहेक स्वर्गमा त जाँदैन त्यही कारणले गर्दाखेरि अनि राम्रो होइन भनेर यसरी भन्ने मान्छे पनि रहेछ त्यो बेला त्यसले के हो त भन्दाखेरि भन्ने मान्छेहरू चाहिँ अनि बोधि चित्तद्वारा प्राणीलाई सत् मार्गमा लाउने कुराहरू नबुझेको कारणले गर्दाखेरि ज्ञान नभएको कारणले गर्दाखेरि प्राणीहरूले यसरी अनि कुराहरू अनि कुराहरूमा कुराको कुरा नै अल्झिएको हो भनेर यसरी बताउनु भएको त्यही कारणले गर्दाखेरि अनि छाँडीकालमा विभिन्न खानपानको कुराहरू भयो होइन अनि त्यहाँदेखि अब
क्षणिक अब छन्जु अस्थायीको लागि के हो त धन सम्पत्तिबाट कमजोर भएको र अन्तिम निष्कर्षमा चाहिँ टुङ्गिँदा के हो त बुद्धत्व ज्ञानदेखि वञ्चित भएको हुँदाखेरि धेरै नै दुःखले गाँजिएको प्राणी अनि त्यस्तो धेरै हुँदाखेरि त्यो प्राणीहरूलाई संसारको दुःखदेखि मुक्त गर्नको निम्ति नै बोधिचित्तको ज्ञानद्वारा यसरी जसरी भए पनि अनि म मुक्त गर्छु भनेर अनि यसरी अनि अमिष दानदेखि लिएर अनि कुनै राग लोभ लालच नगरी अनि उहाँले यसरी प्राणी हितको लागि अनि दान गरेर नै उहाँले अनि प्राणी उद्धार गर्नु त्यो चाहिँ के हो त बोधिचित्तको एउटा राम्रो कामको स्रोत मान्दछ। त्यही कारणले अनि बोधिसत्वको काम के हो त अनि धन सम्पत्ति चाहिने इच्छालाई धन सम्पत्ति, प्रवचन धर्म चाहने इच्छा प्रवचन धर्म होइन, जब तब साधना त्यो बोधिसत्वको कार्य हुँदाखेरि निकितले त्यही गर्दै आउनु भयो। अनि सामान्य अब निकित अब जो चाहिँ निकित हाम्रो चेला भए पनि अनुयायी होस् या जो भए पनि के हो त नि सबै प्राणीहरूप्रति के हो त नि जस्तोलाई पनि उहाँले दयामय निग्रह गर्नु अनि एकदम गरिब दरिद्र भए पनि उहाँलाई दयामय करुणाद्वारा आफूमा जे सबै अरूलाई दान दिनु सक्छ त्यस्तो लोभ लालच नभएको महिमा र गम्भीरता फरकिलो सोच होइन। अनि एकदम प्राणी हितको लागि कसरी बुद्धको ज्ञानमा लाउन सकिन्छ त्यस्तो सोचले विचार गर्ने महान पुरुष हुनुहुन्छ। अनि मेरो धन सम्पत्ति यसले खेर पठाउँदैछ, यसले नाश गर्दैछ अनि मेरो सम्पत्ति यसले नष्ट गर्यो होइन भनेर यसरी उहाँ रिसाउने होइन, उहाँ अनि एक किसिमको कालो नजर देखाउने यसरी अँधेरो नजर लाने कहिले पनि उहाँले यो मात्रै नभएर धेरै मान्छेहरूले अनि उहाँको नजिकको आफन्तहरूले नजिकको मान्छेहरूले जस्तै धन सम्पत्ति खेर फाले पनि होइन त्यो बेला मिगित दयामय करुणाको भावना धेरै झन् बलिवान र वृद्धि भएर जान्छ। त्यो बेला दयामय करुणाको चित्त फैलिने बाहेक अलिक रिसाउने क्रोध हुने कहिले पनि अनि कहिलेकाहीँ एउटा कौशल धनको एउटा उपाय हुँदाखेरि होइन त्यो बेला अब कहिलेकाहीँ अब यसरी उहाँहरूले अब के हो अनि अब कानुन लाउनु हुन्थ्यो होइन त्यत्तिकै उहाँले अनि कानुन लाउने अरूलाई अब एक किसिमले के हो त अनि उसलाई दोष लाउने कुटपिट गर्ने त्यस्तो कहिले नै गर्नु नहुने। अनि बोधिसत्वहरू के हो त विभिन्न शरीर धन सम्पत्ति जे भए पनि अनि प्राणी हितको लागि दान गर्ने जति प्राणीहरूले अब अनि के हो त दानदाता जति पनि प्राणीहरूलाई दान गरिन्छ जुनले अब उनीहरूलाई सुख शान्ति हुन्छ के हो त यो अनि बोधिचित्त ज्ञान प्राप्त गर्नुलाई अर्को चाहिँ के हो त कि यो संसारको जनतालाई मुक्त हुनुको लागि यसरी उहाँले उपाय यसरी वर्षाउनु हुन्छ। यही नै यो बोधिसत्वको एउटा राम्रो कर्म। अब हामी जस्तो हो भने अब हामीले अब पृथकजन अब हामी जस्तो अब दान गर्दा पनि के हो त अब दान गर्ने ठाउँ अनि दान गर्ने एउटा सामान होइन वस्तु होइन राम्रो नराम्रो हामी हेर्छौँ होइन दान गर्ने ठाउँ त्यसलाई विभिन्न अब अनि विभिन्न प्राणीहरूप्रति होइन हामी एक किसिमको पक्षपात गर्ने हुन्छ तर पनि बोधिसत्वलाई के हो त प्राणीप्रति कहिले पनि पक्षपात हुँदैन। धन सम्पत्तिमा अब राम्रो नराम्रो अब जे कुरा भए तापनि राम्रो नराम्रो नीच र स्तरता कहिले पनि यसरी हेर्नु हुन्न जे छ सबै समान रूपमा हेर्नु। अनि किन यसरी अब धन सम्पत्तिप्रति यसरी अब भेदभाव र प्राणीप्रति यसरी भेदभाव र अनि पक्षपात छैन भन्दाखेरि बोधिसत्वहरूले चाहिँ के हो त अनि समृद्धि बोधिचित्त परमार्थ बोधिचित्त चाहिँ युग्नता उहाँले युग्नता हिसाबले उहाँले
अनि बोध गर्नुभयो त्यसले दिन प्रतिदिन आफ्नो अभ्यासमा उतर्नु भयो हाम्रो व्यावहारिक जीवन उतर्नु भएर उहाँले दान गर्दाखेरि के हो त अनि दान गर्दाखेरि जुन दान दिने वस्तु दानको एउटा के भौतिक कुराहरू अनि यो सत्य तर अर्थवान छ यो नित्य छ कहिले पनि यसरी हेर्नु नहुन्थ्यो यो सबै एउटा सपनासरी यो पानीको थोपा जस्तै हो यो लामो समयसम्म टिक्दैन यो के क्षणिक कुराहरू यसरी बोध भएको हुँदाखेरि अनि त्यही प्राणीहरूप्रति अनि पक्षपात पनि नहुन्थ्यो सम्पत्तिप्रति कहिले पनि अनि महँगो र एकदम सस्तोको रूपमा कहिले पनि हेर्नु नहुन्थ्यो होइन राम्रो राम्रो आफूपट्टि नराम्रो अरूले दान दिने त्यस्तो राम्रो नराम्रोको भावना कहिले पनि उत्पन्न नहुन्थ्यो त्यस्तो अनि अब भिगितहरूले यसरी धर्मको कुराहरू राख्दाखेरि बाहिरी मान्छेहरूलाई धेरै कुराहरू अब सहनु सकेन होइन धेरै नै भनाबाहिरीहरू भएको थियो तर भिगितहरूको मनमा यति पनि अचल चञ्चलता र भएन कि उहाँले अचल भयो कि उहाँभित्र भएको करुणालाई उहाँले कहिले पनि हटपट र विकृति ल्याउनु भएन अब जुन भिगितहरूको सामु नजिकमा हुने आफ्नो सेवकहरू लगायत विभिन्न आफ्नै आफन्त जो भए तापनि जे जस्तो नराम्रो काम गरे पनि होइन मुख छाडे तापनि अनि एक किसिम के नराम्रो काम गरे तापनि त्यो प्राणीहरूप्रति के हो त कहिले पनि कालो नजरले हेर्नु जहिले पनि श्रद्धा भक्ति रहेको त करुणाको महिमालाई जहिले पनि वृद्धि गर्ने प्रति लाग्नु अब उहाँको मन्दिरभित्र हजारौं मान्छे पुरा ज्यादा मान्छे त्यो भित्र सबै मान्छेहरू के हो त अनि लगाउने खानपिन सबै अब भिगितोजी कृपाले गर्दाखेरि अब त्यो भित्र आउँथ्यो होइन अनि भिगितोजी कृपाले गर्दाखेरि अब के हो त जति पनि दरिद्र गरिबहरूले सबै मुक्त गरायो होइन अनि जुन अब ध्यान साधनाबाट अब जीविका चलाइरहेको अब भिक्षु सम्प्रदायको गणहरूलाई पनि के हो त उहाँले खानपानको लागि जति सक्दो उहाँले साथ सहयोग गर्नुहुन्थ्यो होइन अत्यन्त राम्रो व्यवस्थापन गर्नु विशेष गरी अनि बिमारले ग्रस्त भएकोलाई अत्यन्त उहाँले रेखदेख गर्नुहुन्थ्यो जहिले पनि एउटा दबाई पनि उहाँले साथ सहयोग गर्ने एक किसिमको उहाँ कुरुवा बस्ने बिमारीको कुरुवा गर्ने यति महान ठुलो गुरु भए तापनि बिरामीको सेवा गर्ने अनि दबाईहरू यसरी उहाँले दान गर्ने अनि कसैले घोडा चाहियो भने घोडाको आवश्यकता छ भने घोडा दान गर्ने खानपानको छ भने खानपानको आवश्यक कसैलाई घर छैन कसैले लाउनै छैन कसैलाई सम्पत्तिको अभाव छ भने जे कुराको अभाव छ सबै उहाँले जति सक्दो उहाँले खटेर उहाँलाई इच्छा पूर्तिको कुराहरू उहाँले पुरा गर्नुहुन्छ अर्थात् मलाई यो भए त हुन्थ्यो मलाई खानपान यो छाक टार्नु पाए त हुन्थ्यो भन्नेलाई उहाँले छाक टार्नु मात्र नभएर जे पनि उहाँले गर्नु तयार हुनुहुन्छ प्राणी हितप्रति अनि आज यति नै होला अनि भोलि अब विश्राम रहेको छ अनि पर्सि फेरि अनि शिला त्यसै गरी अनि ब्रिया होइन अनि यो शान्ति तिनटै कुरो एकैचोटि अनि तिनटै एकैचोटि भन्ने प्रयास गर्नेछु अब अनि कुनै कुरा म अनि भनेछु भने मैले पहिला याद गरेँ तर मैले बिर्सिसकेको छु अहिले तर एकदम कर्मै गर्छिन् भने कर्मको महान अब मण्डपको कुराको विषयमा बताउनु पर्दाखेरि यो रेलनाको विषयमा अनि कर्मको अब समयको रेलक भनिन्छ भिगितहरूसँग धेरै सम्बन्ध छ रेलक यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा भन्दाखेरि अनि मैले अघि बताए जस्तै अनि मेघितोर चाहिँ एकदम नजिकको पुत्र चाहिँ अब श्यामरकुञ्जीलाई रहेको छ अब श्यामरकुटी श्यामरपाको अब दुईटा
चारौँ अवतार आएको छ त्यसमा ती प्रकारको कुरा अब अवतार आएको थियो होइन यसको विषयमा चाहिँ बताउनु पर्ने हुन्छ किनकि कसो थाहा छैन मिगी दोर्जीले श्यामर कुञ्जनलाई कसरी अब यसरी आफ्नो ठाउँमा राख्नुभयो होइन रेखदेख गर्नुभयो होइन कसरी उत्पन्न भयो अनि यसको विषयमा अनि एकदम महत्त्वपूर्ण कुरा रहेको छ होइन यो कुनै शीर्षक राखेर म अनि धेरै अब एक किसिमको के हो त अब महत्त्वपूर्ण भएको जस्तै यस्तो कुराहरूमा चाहिँ अब हामीले याद गर्नुपर्ने होइन विशेष गरी अब ध्यान राख्नुपर्ने कुरा अनि हामीले विशेष गरी बताउनु पर्ने जस्तो मलाई लाग्दो हुँदाखेरि अनि कुनै समयमा अवश्य बताउने रहेछ 这个说不大看到，就是看些多了，就是但年个也不是呢，这个都样了，这样的同样结果是喽，看些这样मिसुकाने शुबिने अब अन्तिम वन्दना गर्नु होला आज म यति नै विश्राम गर्न चाहन्छु पर्सि फेरि निरन्तरता दिनेछु